प्लस टेलिभिजनमा जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्णको नमस्कार जोजोलपात। आजको कार्यक्रममा हामीले समसामयिक विषयमा विशेष गरी दसैँ तिहारको अहिलेको समयमा शान्ति सुरक्षा लगायत तोलतोलमा प्रहरी विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। सो विषयमा कुराकानी गर्नका लागि प्रहरी प्रवक्ता एवं डिआइजी मनोज न्यौपानेलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। मनोजजी, सबभन्दा पहिला कार्यक्रममा तपाईँलाई स्वागत छ। नमस्कार जोजोलपात। धन्यवाद। अहिले दसैँ तिहारको विषय सबैको जनचासोको विषय छ। दसैँ तिहारमा अहिलेको अवस्थामा मानिसहरू उपत्यका बाहिर कतिका गएका छन् र शान्ति सुरक्षामा अहिलेको अवस्थामा के कस्तो स्थिति छ, यो विषयमा बताइदिनुहोस् न। अब दसैँ हुन त दसैँ भनेको त्यति ठुलो हामीले सुरक्षा व्यवस्थालाई असुरक्षित महसुस गर्ने विषयवस्तु होइन। तथापि दसैँको समयमा, चाडबाडको समयमा विशेषतः अब यो हाम्रो दसैँ तिहार र छठ यो सँगसँगै जस्तो चाहिँ पर्न आउँछ। त्यसले गर्दाखेरि यस बेलामा अलिकति केही कुराहरूमा यात्रुको चाप, सवारी तर्फ यात्रुको चाप बढी हुने, यात्रुहरूलाई बिचमा कुनै समस्या पर्न जाने, त्यस्तै यस बेलामा धेरै मानिसहरू आफ्नो घर छोडेर हाम्रो यो संस्कार अनुसार टिकाटालो लगाउन अन्यत्र जाने, त्यस्तै घर परिवारसँग मिलेर दसैँ मनाउने खालको चाड तिहार मनाउने चाड भएकोले गर्दाखेरि त्यस्तो बेलामा कतै बाहिर बस्नु भएको मानिसहरू पनि आफ्नो घर जाने र त्यस्तो बेलामा घर टोल खाली हुने चाहिँ हुन्छ र त्यस्तो बेलामा अपराधिक प्रवृत्तिका मानिसहरूले मौका सोध्न पनि सक्छन्। र विशेषतः यस्ता यी कुराहरूले गर्दाखेरि हामीले जेनरली दसैँको सुरक्षाको सम्बन्धमा सामान्यतया तीनवटा कुरालाई विशेष चाहिँ ध्यान दिनुपर्ने हुन्छ र त्यसको सुरक्षा व्यवस्था मिलाउनु पर्ने हुन्छ। एक, अहिले काठमाडौँ उपत्यकाबाट ठुलो सङ्ख्यामा मानिसहरू बाहिर जानुहुन्छ। त्यसले गर्दाखेरि सवारी साधनको दुर्घटना हुने जोखिम पनि त्यत्तिकै छ। त्यो एउटा पार्ट छ भनेदेखि दोस्रो, यात्रुहरूलाई विभिन्न चाहिँ आपराधिक प्रवृत्तिका व्यक्तिहरूले, कुनै बिचौलियाहरूले बढी भाडा लिने, यात्रा सहज नहुने उहाँहरूलाई यात्रा सहज नहुने गरी चाहिँ यात्रा गराउने, भनेको बसमा ओभरलोड प्यासेन्जरहरू चाहिँ राख्ने, कहिले बढी पैसा लिदिने, टिकटहरू पनि ब्ल्याकमा बेच्ने जस्ता यस्ता समस्याहरू हुन्छन्। त्यो एउटा पार्ट हुन गयो भने त्यस्तै सवारी साधनमा यात्रुको चाप बढी भएर ठाउँ ठाउँमा दुर्घटना हुने र त्यसमा धनजनको चाहिँ क्षति हुने, त्यो पनि अर्को एउटा समस्या देखिन्छ। त्यस्तै गरेर अर्को, यात्रुहरूलाई आफ्नो गन्तव्यसम्म पुग्ने क्रममा बीच बाटोमा अन्य आपराधिक प्रवृत्तिका व्यक्तिहरूबाट लुटपाट गराउने र बसमै पनि यात्राको क्रममा उहाँहरूलाई चाहिँ विभिन्न किसिमको दुर्व्यवहार हुने, यो अर्को समस्या हुन सक्छ। त्यस्तै गरेर घर छोडेर जानेहरूको अगाडि घर छोडेर जानेमा विभिन्न आपराधिक प्रवृत्ति व्यक्तिहरूले चोरी जस्ता घटनाहरू यसरी बढ्न सक्छ। यसको समाधानको लागि सर्वप्रथम ट्राफिकपट्टि जाउँ। ट्राफिक व्यवस्थापनको पक्षमा एकदमै प्रत्येक देशभरि नै प्रत्येक चाहिँ बसहरू सुरु हुने ठाउँ जुन उसको चाहिँ उद्गम बिन्दु नै छ, त्यहाँ यात्रु सहायता कक्ष पनि राखेको छ। सादा पोसाकमा प्रहरीहरू परिचालन गरिएको छ। त्यस्तै गरेर चाहिँ त्यो इभन टिकट काट्ने ठाउँमा पनि लाइनमा क्यु मिलाएर त्यो व्यवस्था छ। अन्य सुरक्षाकर्मीहरू पनि यसरी चाहिँ त्यो ती स्थानहरूमा खटिनु भएको छ, जसले गर्दाखेरि त्यस्तो ठुलो कुनै समस्या भएको छैन। केही बिचौलियाहरूले चाहिँ त्यहाँ टिकट चाहिँ छल्ने प्रयास गरेकोमा अहिलेसम्म 30 जनालाई पक्राउ गरेर कारबाही पनि भइरहेको छ। त्यस्तै बसमा सिटभन्दा बढी क्षमताको कारणले गर्दाखेरि यात्रुहरू राखेको कारणले गर्दाखेरि दुर्घटनालाई न्यूनीकरण गर्नको लागि ठाउँ ठाउँमा नियमित चेकपोस्ट लगायतका अन्य चेकपोस्टहरूबाट पनि त्यसको व्यवस्थापन भएको छ। त्यसले गर्दाखेरि छतमा यात्रु राख्ने, भित्रै पनि बढी यात्रु राखेर चाहिँ दुर्घटना हुने विगतको चाहिँ केही सिस्टमहरूलाई पनि केही भएका कुराहरूलाई पनि ती कुराहरूलाई मध्यनजर राखेर यसरी सुरक्षा व्यवस्था मिलाइएको छ भने बसमा कुनै पनि जङ्गलको बाटोमा कहीँ यात्रुहरू लुटिन सक्ने सम्भावना रहन्छ। त्यसको लागि कुनै एक स्टेसनदेखि अर्को स्टेसनसम्म सादा पोसाकमा त्यो बसमै प्रहरी चलाएर परिचालन गर्ने। त्यस्तै बसमा एउटा स्टेसनदेखि अर्को युनिफर्मको पुलिसहरू नै हात हतियार सहितका प्रहरीहरू पनि त्यस ठाउँमा चाहिँ बसमा चढाएर एक स्थानदेखि अर्को स्थान जस्तो मान्नुहोस् तपाईँ चितवनबाट एकजना त्यहाँ एक टोली प्रहरीहरू त्यही बसमा चढ्ने, हेटौडा गरेर उत्रिने र हेटौडा उत्रिसकेपछि हेटौडाबाट फेरि उतातिर पूर्वतिर आएको चाहिँ यात्रुवाहक बसमा त्यहाँ सुरक्षाकर्मी चढ्ने, त्यो चितवन उत्रिने, यसरी क्रस उबाट पनि सुरक्षा व्यवस्था मिलाएको छ। यसले गर्दा चाहिँ निश्चित अपराधमा अति नै न्यूनता आएको छ। एक ठाउँमा नै त्यस्ता प्रकारका घटनामा शून्य नै छ।
अहिलेको अवस्थामा यो दसैँको लागि चाहिँ विशेष गरी काठमाडौँ उपत्यकाबाट ठुलो सङ्ख्यामा चाहिँ आफ्नो घरमा जाने गरिन्छ, घरहरू पनि खाली हुने, यो मानिसको चाहिँ चाप पनि घट्ने, यस्तो अवस्थामा पनि अरू तुलनामा अझ बढी आपराधिक घटना हुन्छन् के हो त? होइन, हुनसक्छ। र यसको लागि हामीले समय समयमा, यही दसैँको बेला नभएर समय समयमा स्कुल ल्याजन कार्यक्रम मार्फत टोलमा चाहिँ यस्ता कुराहरूको पर्सपल मार्फत त्यहाँ उपस्थित भएर स्थानीय तहमै पनि घर दैलो कार्यक्रम गरेर यस्ता कुरामा चाहिँ सजगता अपनाउनलाई चाहिँ, जस्तो घर त्यस बेला सजगता अपनाउनलाई हामीले जनचेतनामूलक कार्यक्रमहरू नेपाल प्रहरीबाट सञ्चालन भएको छ। यस्तै क्रममा जस्तो घरमा आफ्नो चाहिँ बहुमूल्य चिजवस्तुहरू नराख्ने, ठुलो रकम काहीँ लानु छ भने क्यास बोकेर नजाने, ब्याङ्कको मार्फत ल्याउ त अहिले ट्रान्सफर गर्न सजिलै चाहिँ ब्याङ्क मार्फत ट्रान्सफर गर्न सकिन्छ, त्यो प्रविधिहरू चाहिँ अपनाउने, घरको झ्यालडोकाहरू पनि अलिकति दह्रो बनाएर राख्ने, आफू चाहिँ पुरै घर खाली छ काहीँ छ भनेदेखि आफ्नो छरछिमेक कसैले पनि म पनि जाँदैछु है भनेर जनाउदिने, त्यस्तै नजिकको प्रहरी कार्यालयमा समेत यसरी मेरो यसरी घर चाहिँ यति दिनको लागि म खाली जाँदैछु भन्ने, यस्ता म आफू गएका कुराहरू ल है घर खाली गरेर म त हिँडेँ टिका लाउन भन्ने जस्ता यस्ता सन्देशहरू चाहिँ मिडिया मार्फत सामाजिक सञ्जालहरूमा चाहिँ पोस्ट नगर्ने, यस्ता किसिमका चाहिँ उ गरेको छ। र त्यसको लागि ती टोलमा हामीले यस समयमा पैदल गस्ती, सवारी गस्तीबाट चाहिँ निगरानी, अब धेरै चाहिँ अन्य अहिले टेक्निकल उहरू पनि आइसकेका छ, तिनीहरूको माध्यमबाट चाहिँ यी कुराहरूलाई निगरानी गरेका छौँ। त्यस्तै त्यस्ता प्रविधिका पुराना अपराधीहरूलाई पनि हामी निरन्तर चाहिँ यिनीहरूको फलोअपमा रहेकोले गर्दाखेरि अब यस्तो समस्याहरू अब मानौँ काठमाडौँ उपत्यकामा यो दसैँ तिहारको समयमा कुनै त्यस्तै आपराधिक घटना भयो भने त्यो जनसमुदायले, त्यो व्यक्तिले, जुन चाहिँ सम्बन्धित मान्छेले यदि 100 नम्बरमा फोन गरेर खबर गर्यो भने कति समयभित्रमा तपाईँहरू काठमाडौँ भ्यालीभित्र सबै ठाउँमा पुग्नु सक्छ? अहिले भ्यालीको हकमा त बाटोको म्याद बाहेक 5 मिनट 7 मिनटमा पुगिन्छ। बाटोमा लाग्ने समय त लाग्ने नै भयो, अन्य समय भनेको सामान्यतया 5 मिनट हो। 5 मिनटभित्र तपाईँहरू त्यहाँ चाहिँ पुग्न सक्नुहुन्छ र त्यो सुरक्षाको लागि आवश्यक पहलकदमी गर्न सक्नुहुन्छ। एकदम जाँच पुग्छ त्यो। यो अवस्थामा मान्छेले एउटा प्रश्न गर्ने एउटा पक्ष के हो भने सबैजना चाहिँ आफ्नो दसैँ तिहारमा चाडबाडमा घरमा जान्छन्, रमाइलो गर्छन्, तर प्रहरी भनेको चाहिँ सुरक्षाको, शान्ति सुरक्षाको लागि खट्नुपर्ने प्रहरी जवानहरू के गर्छन् त? यसमा गौरव छ। प्रहरी जवानहरूलाई हामी सबैलाई उच्च तहदेखि जवान लेभलसम्म पनि यसरी यो मानवताको चाहिँ यो एउटा धर्ममा सेवामा लाग्न पाएकोले गर्दाखेरि यसमा चाहिँ गर्वको महसुस हुन्छ। हामीले यसमा कुनै दुःख लाग्दैन कि गर्वको महसुस हुन्छ, हामीले यति मानवताको काम गर्न चाहिँ पाएछौँ भनेर। भन्दाखेरि आफूलाई पाइयोस् भन्ने त्यस्तो चाहना राख्नु छैन। हामीलाई गर्व हुन्छ किनभने त्यति पुरुष सङ्ख्या थोरै छ, हामी यतिले कमसेकम पनि समाजमा सुरक्षा दिएर अरूको खुसी चाहिँ नै चाहिँ अरूलाई खुसी दिलाउन सक्नु भनेको त यो त महानता, एकदम यो चाहिँ आफू यसलाई त ठुलो गौरव भएको चाहिँ महसुस हुन्छ। अहिले भ्यालीमा चाहिँ भ्यालीभित्र काठमाडौँ उपत्यकाभित्र तपाईँको दसैँ तिहारको लागि कति प्रहरी परिचालन गर्नुहुन्छ तपाईँहरू? अब यो सङ्ख्यागत भन्दा पनि अहिले जुन रहेका प्रहरी अहिले जुन कायम रहेका प्रहरी युनिटहरूका सम्पूर्ण प्रहरी लगायत हामी कहाँ गढ गुल्ममा रिजर्भ प्रहरीहरू रहन्छ, ती प्रहरी समेत चाहिँ एउटा परिचालित हुन्छ। र प्रत्येक जिल्लामा दसैँ तिहारको लागि गत वर्षमा के थ्रेड थियो, किनभने पहाडको सुरक्षा व्यवस्था र तराईको सुरक्षा व्यवस्था, भ्यालीको सुरक्षा व्यवस्थामा फरक हुन्छ। काहीँ पैदल पुग्नुपर्ने हुन्छ भने काहीँ चाहिँ भेहिकलको उपलब्धता हुन्छ, पहाडी जिल्लामा त्यो नहुनसक्छ। त्यसले गर्दाखेरि प्रत्येक जिल्लामा सुरक्षामा हुनसक्ने थ्रेटहरूलाई एनालाइसिस गरेर जिल्लामा चाहिँ विशेष सुरक्षा योजना दसैँको बेला अपनाइएको हुन्छ। र त्यस बेला चाहिँ हामी अरू बढी खट्नुपर्ने हुन्छ, अरू दिनभन्दा अरू समयभन्दा पनि बढी बढी समय चाहिँ खट्नुपर्ने हुन्छ। पछिल्लो समयमा तपाईँहरूले चाहिँ विभिन्न अभियानहरू सञ्चालन गर्नुभयो, प्रहरी मेरो साथीदेखि लिएर अहिले आएर टोलमा प्रहरीसम्मको तपाईँहरूको अभियान छ। यो अभियान खास चाहिँ उद्देश्य के हो तपाईँहरूको? यो वास्तवमा माननीय गृह मन्त्रीज्यूको जुन 84 बुद्धि, यो शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन भन्ने जुन एउटा अभियान छ, त्यो अभियानको रूपमा अहिले चाहिँ टोलमा प्रहरी हाम्रो टोलमा भनेर टोलमा प्रहरी र स्थानीय व्यक्तिहरूको, स्थानीय त्यहाँका नागरिकहरूको सहकार्यमा स्थानीय स्तरबाटै त्यस्ता चाहिँ समाधान चाहिँ अपराधको जरो के हो त्यो जरो पहिल्याएर चाहिँ त्यसलाई त्यही रुटबाटै निर्मूल गर्ने एउटा यो अभियान हो। यो चाहिँ स्थानीय स्तरमा टोलमा प्रहरी स्थानीय जनतासँग प्रहरीको सहकार्यमा गरिने चाहिँ र एउटा यो सुरक्षाको एउटा अभियान हो।
सामान्यतया मानिसहरूले चाहिँ प्रहरी भन्दाखेरि आफूसँग नजिक राख्न नचाहने, समुदायको रूपमा हेर्दाखेरि जनताको अलिकति नजिक भयो भने अप्ठ्यारो आउँछ भन्ने हिसाबले टाढा राख्न खोज्ने अवस्थामा तपाईँहरूले यो अभियान चलाउनु भयो, कतिको रेस्पोन्स पाउनुभएको छ समुदायको तर्फबाट? होइन, कुनै बेला थियो बच्चालाई पनि यो भात खाए खाऊ, नभए प्रहरी बोलाइदिन्छु। हामीले कहाँबाट सुरुवात गऱ्यौँ त? वास्तवमा के त्यही हो त? यो त होइन होला नि त, मलाई जाँचमा यो होइन, तर हामीले त्यहाँदेखि सुरु गरेका छौँ। हो, केही समय त्यो कुनै समयमा अथवा अनुकूल उसमा त्यो दिएको, तर त्यो बाल मस्तिष्कमा त्यसको प्रभाव पर्छ र त्यसले पछि गएर ठुलो भएर त्यही कुरा चाहिँ सोचेको हुन्छ। त्यहाँदेखि हामीले चाहिँ सुधारको प्रयास गर्नु हो। यही कुरा पनि हामी चाहिँ अब चाहिँ टोल टोलमा चाहिँ जाँदैछौँ। अब होइन है, केही समस्या पऱ्यो भने प्रहरीलाई खबर गर, के अरे भात खाएन भने चाहिँ प्रहरी आएर समातेर लाने होइन भन्ने कुरा हामी त्यहाँबाट अब गर्ने हो, सुधार गर्ने हो। अब हामीले उसलाई त सिकाउनुपर्छ बच्चालाई, तिमीले स्कुल जाँदाखेरि काहीँ अबको सिकाउनु पनि पर्छ। र यो कुरा पनि हामी भन्नलाई हामी टोल टोलमा जाँदैछौँ, प्रत्येक टोल टोलमा। अब त हामीले के भन्नुपर्छ, घरमा गएको बच्चालाई तिमीले बाटोमा कसैलाई चाहिँ कसैले तिमीलाई दुर्व्यवहार गर्यो अथवा चाहिँ नि तिमीलाई कुनै समस्यामा पर्यो, बाटो हिँड्दाखेरि लडेर घाउ भयो, लड्यौ मात्रै भने पनि तिमीले 100मा फोन गर, तिम्रो साथमा सहयोगको लागि प्रहरी आइपुग्छ। अब हामीले त यो कुरा सन्देश बच्चालाई दिनुपर्छ। अहिलेको अवस्थामा चाहिँ दलगत यो परिस्थितिमा विशेष गरी चाहिँ कुनै पनि समस्या आयो र चाहिँ आफूसँग जोडिएको कुरा भयो भने मानिसहरूले चाहिँ दलसँग जोडेर कुरा गर्ने, दलका नेताहरूलाई प्रहरीसम्म चाहिँ पहुँच पुर्याउनको लागि सम्पर्क गर्नेदेखि लिएर जुन प्रवृत्ति देखिएको छ, यसलाई के भन्नुहुन्छ तपाईँ? सबै मान्छेको चाहिँ दलसँग निकट हुने अनि चाहिँ प्रहरीसँग चाहिँ पहुँच पुर्याउनेदेखि लिएर धेरै कुरा गर्छन्। होइन, कुनै पनि मान्छेलाई समस्या पर्दा दोस्रो व्यक्तिले साथ दिनु स्वाभाविक हो, तर त्यो दलगत भएको अपराधीलाई होइन। कुनै पनि मान्छेले जस्तो भन्नुहोस् न, कुनै पनि मान्छेले हाम्रो टोलमा हाम्रै गाउँमा समस्या पऱ्यो भने आज प्रहरी कार्यालय जानु छ, जाउँ तिमी र म गएर भटु, एउटा हाम्रो चलनै छ नि। अहिले त साथी एकजना लिएर जाने, अब यो त अथवा चाहिँ अब कसैलाई चाहिँ भाषाको समस्या पनि पर्न सकेको हुनसक्ला, पक्का कुरा। कसैले आफूले चाहिँ कुनै पनि कुरा राम्ररी म एक्सप्रेस गरेर भन्न सक्दिनँ कि प्रहरी समक्ष भनेको हो भनेदेखि सपोर्टको लागि पनि खोज्ने चलन छ। कुनै पनि दलको व्यक्ति हुनुले त्यहाँ जाँदैमा त्यो दलले भनेको दलको आधिकारिक भनाइ होइन, त्यो समाजको कोही मान्छे साथी गइदिनु भएको हुन्छ, त्यसलाई त्यसै रूपबाट हेर्न पनि हुँदैन र हेरिँदैन पनि। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनमा यो जनसवाल कार्यक्रममा। अहिले छोटो विश्राम लिनेछौँ। छोटो विश्रामपछि फेरि पनि हामी प्रहरी प्रवक्तासँग कुराकानीतर्फ लाग्नेछौँ। उपहार होइन, नगद लिनुहोस्, छानी सपिङ गर्नुहोस्। ललितपुर मल लगनखेल, एउटै छानामुनि लार्जेस्ट मोबाइल हब एन्ड एसेसरिज, रेडिमेड एन्ड फ्यान्सी सप, कस्मेटिक एन्ड ब्युटी पार्लर, रेस्टुरेन्ट एन्ड फुड स्टल, कफी एन्ड बेकरी, माई किड्स कलेक्सन, साथै डेन्टल एन्ड ल्याब क्लिनिक। दसैँ तिहार 2074 को उपलक्ष्यमा असोज 3 गतेदेखि कार्तिक 30 गतेसम्म ललितपुर मल लगनखेल जाउँ। दसैँ तिहार उत्सव 2074 नगदै पाउने उत्सव मनाउँ। ललितपुर मल लगनखेल जाउँ, छानी सपिङका साथै नगदै उपहार पाऊँ। पहिलो पुरस्कार रु 50,000, दोस्रो पुरस्कार रु 25,000, तेस्रो पुरस्कार रु 15,000, चौथो पुरस्कार रु 10,000 र पाँचौँ पुरस्कार रु 5,000। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला इन्डिजिनियस टेलिभिजनमा यो जनसवाल कार्यक्रममा प्रहरी प्रवक्ता मनोज न्यौपानेसँग कुराकानी गर्दैछौँ। फेरि उहाँलाई स्वागत हो। फेरि स्वागत छ तपाईँलाई। धन्यवाद। जुन तपाईँहरूले चाहिँ टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्नुभएको छ, यसको लक्ष्यको विषयमा एउटा बताइदिनुहोस् न। यसको लक्ष्य छोटोमा भन्ने हो भने प्रहरी प्रशासनलाई अझ जनउत्तरदायी बनाउँदै लैजाने र शान्ति सुरक्षामा आम नागरिकको सहभागितामा अझ अभिवृद्धि गर्ने
नै यसको प्रमुख लक्ष्य हो। यसको प्रभाव अहिले समाजमा के कस्तो परेको छ तपाईँहरूको विश्लेषण छ त? होइन, यसको एकदम सकारात्मक प्रभाव छ। यो कार्यक्रम अब असोज 6 गतेदेखि अधिराज्यका सबै जिल्लाहरूमा यसको सुरुवात भइसकेको छ। अब यसको चाहिँ नि कार्यको उसमा अगाडि बढिसकेको छ। अब केही समयपछि हामी टोलमा कतिसम्म हाम्रो स्रोत साधनले भ्याएसम्म सब चाहिँ अब टोलमा चाहिँ गएर त्यहाँ स्थानीय चाहिँ व्यक्तिहरूसँगै सहभागिता गरेर त्यहाँका समस्याका चाहिँ पहिचान गरेर टोलमा गएर हामी चाहिँ यी कार्यक्रमहरू सञ्चालन गर्नेछौँ। अब केही समयपछि नै मुलुकमा चाहिँ यो प्रदेश र संसदको चुनाव हुँदैछ। यो चुनावको लागि तयारीको सन्दर्भमा भन्नुपर्दाखेरि प्रहरीको के हुन्छ त? प्रहरीको चाहिँ जसो स्थानीय तहको तेस्रो चरणसम्मको चुनाव भएको जस्तै चाहिँ भूमिका हुन्छ, के हुन्छ? होइन, प्रहरीको भूमिका त शान्ति सुरक्षा गर्ने नै हो। भूमिका त प्रहरीको शान्ति सुरक्षा र चुनावमा भूमिका करिब अब चुनावको प्याटर्नको इज डिफ्रेन्ट, तर के भने प्रहरीको भूमिका चुनावमा सदैव यही हो। फेरि हामी चाहिँ तपाईँसँग चाहिँ यो दसैँ तिहारको चाडपर्वसँग जोडिएर कुरा गर्दाखेरि, सुरक्षासँग कुरा गर्दाखेरि भ्यालीबाट चाहिँ यसपालिको यो दसैँ मनाउनुको लागि कतिको चाहिँ जनसमुदाय आफ्नो चाहिँ घरतर्फ लागेको, कति गाडी चाहिँ बाहिर गएको, तपाईँहरूको तथ्याङ्क के कस्तो छ? अब हिजोसम्मको तथ्याङ्कमा करिब 21 लाख मानिसहरू चाहिँ भ्यालीबाट बाहिर गइसक्नु भएको छ र आज पनि करिब 1.5 देखि 2 लाख मानिसहरू चाहिँ नि बाटोमा बसको प्रतीक्षामा, सवारी साधनको प्रतीक्षामा हुनुहुन्छ। चढ्दै हुनुहुन्छ, कोही जाँदै हुनुहुन्छ। अनि यो मुङलिङ साइडको चाहिँ बाटो एकदम अप्ठ्यारो छ भनिन्छ, तपाईँहरूको सुरक्षाको हिसाबले के गर्नु? होइन, मुङलिनमा स्थानीय प्रशासनले एकदमै फ्लो गरेको छ। अहिले कुनै समस्या छैन। अहिले त्यो मुङलिन नारायणघाट भनेको 36 किलोमिटर बाटो हो। यसलाई 4वटा सेक्टरमा डिभाइड गरेर ऱ्यापिड रेस्पोन्स टिमहरू चाहिँ राखेको छ। कुनै पनि सवारी साधनलाई 20 मिनटभन्दा बढी त्यहाँ होल्ड हुनु सक्दैन। कुनै गाडी बिग्रियो भने पनि त्यसलाई तानेर बाटोमा बनाउने होइन कि तानेर छुट्टै ठाउँमा पार्किङ गर्ने त्यो व्यवस्थापन स्थानीय प्रशासनले मिलाएको छ। त्यस्तै केही त्यहाँ पहिरो केही हुनसक्छ, त्यस्ता सम्भावित उहरू हुनसक्छन् भनेर 4वटा सेक्टरलाई डिभाइड गरेर त्यहाँ चाहिँ नि यी ठुला चाहिँ नि इक्विपमेन्टहरू, पहिरो सफा गर्ने चाहिँ ठुला इक्विपमेन्टहरू चाहिँ त्यहाँ तैनात गरेर राखिएको छ। निरन्तर त्यो मोटरसाइकलबाट निरन्तर भिजिबल उसमा चाहिँ प्रत्यक्ष रूपमा चाहिँ त्यसको अनुगमन पनि भइरहेको छ। त्यस्तै ठुला भनेको यो चाहिँ मालवाहक सवारी साधनहरूलाई चाहिँ निश्चित स्थानमा 4-4 घन्टाको लागि रोकेर यात्रुवाहक चाहिँ सवारी साधनहरू मात्रै फ्लो गरेको हुनाले अहिले कुनै पनि त्यहाँ समस्या छैन। यो दसैँको लागि बाहिर जानेहरूको चाप चाहिँ बढी हुने भयो। फेरि दसैँ सिद्धिनासाथै यता आउनुको लागि चाहिँ उताबाट चाप बढ्ने होला। यहाँ जस्तो चाहिँ व्यवस्थापन गर्न गाह्रो हुन्छ, ठाउँबाट फेरि आउँदाखेरिको यता ल्याउनुको लागि त्यो बेलामा त्यहाँ पनि त्यो समस्या कस्तो हुन्छ, के हुन्छ? एउटा कुरा यसमा के देखेको छ भने जाने बेलामा चाहिँ प्राय चाहिँ छोटो टाइमिङ रहने, आउने समयमा आउने करिब छोटो टाइम छ र फर्किने समय चाहिँ अलिकति लामो पनि छ। त्यसले गर्दा केही न केही चाप चाहिँ हुन्छ, तर जाँदाखेरि भएको व्यवस्था अनुरूप नै सवारी साधनहरू त्यति नै सङ्ख्यामा भए पनि त्यति फर्किँदाखेरि त त्यति समस्या हुँदैन। अब यो सामान्यतया गाडीको फ्लो नै भएर जस्तो अहिले तपाईँको सवारी साधनहरू करिब 2 लाख हिजोसम्म बेलुकासम्मको डाटामा 2,64,000 2,65,000 चाहिँ सवारी साधनहरू चाहिँ भ्यालीबाट बाहिर गएका छन् भनेको त्यति फ्लो भयो। त्यो गाडी फेरि फर्केर आएर फेरि जाँदाखेरि काउन्टिङ गर्दाखेरि त्यति चाहिँ यात्रुहरू लिएर चाहिँ साधनहरू बाहिर गएका छन्। अब फेरि पनि एउटा कुरा गर्दाखेरि तपाईँको अब यो चुनाव आउँदैछ, चुनावमा एउटा म्यादी प्रहरीको कुरा पनि छ। नपुगेका त्यस्तै चाहिँ नीति चाहिँ त्यही चाहिँ पहिला जे छ त्यही अनुसार जान्छ। अनि त्यो त नीति बन्छ, नीति अनुसार चल्छ। त्यसमा नीति अनुसार चाहिँ अब नीति बन्छ, त्यसमा के कसरी गर्ने भने नीति बन्छ, त्यो नीति अनुरूप हुन्छ। अहिले तपाईँहरूले चाहिँ जुन टोलमा प्रहरी सञ्चालन गर्नुभएको छ, यो टोलमा प्रहरी सञ्चालन भनेको वास्तवमा प्रत्येक टोलमा चाहिँ प्रहरी बुथ राख्ने हिसाबले सञ्चालन हो कि या प्रहरी त्यहाँ चाहिँ पुग्ने हो कि सङ्ख्याको हिसाबले के कस्तो हो तपाईँ? होइन, हाम्रो अहिले जुन स्थायी संरचना अनुरूप जनशक्तिहरू आवश्यकता अनुसार जनसङ्ख्याको हिसाब त्यहाँ अपराधको स्थिति हेरेर विभिन्न ठाउँमा चाहिँ प्रहरी पोस्टहरू, प्रहरी इकाइहरू स्थापना हुन्छन्। त्यसको अलावा यो चाहिँ छुट्टै कार्यक्रम हो। यसमा चाहिँ निश्चित सङ्ख्याका प्रहरी कर्मचारीहरू चाहिँ तपाईँको टोलमा जानुहुन्छ। त्यहाँ स्थानीय तहको टोल सुधार समिति हुनसक्छ कसैसँग, त्यहाँका समस्याहरू के छन्, के कस्ता समस्या छन्, के कसरी जनतासँग मिलेर हामी
चाहिँ यस्ता अपराधको न्यूनीकरण गर्नु। जस्तो उदाहरणको लागि मानौँ कुनै टोलमा एकदम लागु औषधको समस्या भयो भने त्यसको हामी पत्ता लगाउँ। सामान्यतया लागु औषध सेवन कसले गरिरहेको छ, त्यहाँको स्थानीयले या स्थानीय चाहिँ होले या बाहिरबाट आएर हो अथवा कहाँ छन्। अब त्यसले गर्दा अब यसको व्यवस्थापन के त भन्दाखेरि दुईवटा कुरा हुन्छ। एउटा त त्यो दुर्व्यसनीहरूलाई उपचार गराउनको लागि सर्टेन उहाँको अभिभावकहरूलाई जानकारी जनाउदिने, कतिवटा चाहिँ यस्ता कुरा थाहा पाएको कुरा जनाउदिने। दोस्रो, यसको उनी न्यूनीकरण गर्ने क्रममा यो लागु औषध चाहिँ सेवन गर्नु हुँदैन भनेर स्थानीय स्कुलमा टोलमा स्थानीय सबैलाई जानकारी गराउने। त्यस्तो कुरामा गार्जेनहरूलाई पनि अभिभावकहरूलाई पनि यस्तो हुनसक्छ है भनेर समयमै सचेत गराइयो भने भोलि लागु औषध सेवनकर्ताको सङ्ख्या स्वतः न्यून भएर जान्छ। यसरी हामी जोइन्टली भएर धेरै कामहरू गर्न सक्छौँ। समाजमा कुनै प्रकारका चाहिँ विसङ्गतिहरू छन् भनेदेखि आखिर त्यही समाजमा भइरहेको छ नि त्यो काम त, त्यही समाजको कसैले गरिरहेको छ नि त। एउटा समाज र प्रहरी त्यही टोलको स्थानीय व्यक्तिबाट त्योलाई हामी तत्काल त्यो चाहिँ त्यसलाई चाहिँ रोक्न सक्छौँ। त्यसले गर्दाखेरि एउटा स्वस्थ, राम्रो, सुन्दर, सुरक्षित समाजको चाहिँ निर्माण हुन जान्छ। र त्यो सुरक्षालाई मेरो पनि दायित्व है, मेरो पनि त्यसमा भूमिका छ भनेर त्यहाँ अपनत्व बढ्न जान्छ। यसले गर्दाखेरि सुरक्षाको जनतामा सुरक्षाको पूर्ण अनुभूति र सुरक्षा प्रदान पनि हुन्छ भने अपराध पनि अन्य अपराध पनि ज्यादै न्यून भएर चाहिँ जान्छ। कुनै पनि टोल समाजले ल है यो टोलमा त आए हामी त्यहाँ गएर कुनै अपराध गऱ्यो भने त त्यहाँको सबै टोलको मान्छे जागरुक छ, उनीहरूले प्रहरीलाई खबर गरिदिन्छ भन्ने हो भने त्यो टोलमा पनि त कुनै अपराध गरेर मान्छे जाँदैन नि। यसरी चाहिँ किनभने यसमा चाहिँ के भन्छ भने एउटा पब्लिकले पनि जनताले पनि त्यो सुरक्षालाई आफूमा आत्मसात गर्नुहुन्छ र स्वस्थ समाजको निर्माण हुन्छ। यो समाजमा चाहिँ विशेष गरी आपराधिक घटनामा बढी संलग्न हुने, आपराधिक घटना गर्नेहरू विशेष त कस्ता मान्छेहरू चाहिँ धेरै चाहिँ छन्? त्यही चाहिँ लागु औषध सेवा गर्नेहरू मात्रै हुन् कि अरू पनि छन् कि के कस्तो? होइन, हामी कहाँ देखिए त विभिन्न किसिमका सामाजिक विकृतिहरू छन् नि हाम्रो समाजमा, टोलटोलमा देखिएका विकृतिहरू जसलाई चाहिँ हाम्रो समाजले पचाउन सक्दैन। यस्ता प्रकारका चाहिँ अब व्यक्ति किन अपराधी हुन्छ भने यसका अब छुट्टै चाहिँ नि विषयवस्तु भयो, त्यो पार्टलाई उसको छुट्टै पार्ट भयो भने, तर समाजमा भएको अपराधलाई हामी कसरी न्यूनीकरण गर्न सक्छौँ त भन्ने कुरा समयमै कुनै पनि व्यक्तिलाई हामीले राम्रो शिक्षा दिएर त्यो किसिम गर्नु हुँदैन भने पनि त्यो पनि हुन्छ। जस्तो हामी विद्यार्थीहरूलाई स्कुलमा गएर ट्राफिक सम्बन्धी ज्ञान दिन्छौँ, भोलि त्यही समाजसँग मिलेर त्यही समाजकै स्कुलमा समाज त्यहीँको स्थानीय त्यहाँको आवश्यकता छ भने प्रत्येक स्कुलमा गएर ट्राफिक सम्बन्धी ज्ञान दिन्छौँ। तपाईँ यो यसरी बाटो काट्दा यसरी काट्ने, झेब्रा क्रसमाबाट यसरी गर्ने, ट्राफिक साइनहरू यस्तो यस्तो हुन्छन्, सवारी चल्दा यो गर्ने, पैदल हिँड्दा यो बाटो हिँड्ने, यी सबै कुराहरू हामीले बाल मस्तिष्कदेखि नै अथवा बच्चादेखि नै त्यो कुरा सिकाउँदै गयो भने त भोलि ट्राफिक दुर्घटना स्वतः चाहिँ न्यून हुन जान्छ। हो यस्ता किसिमको कार्यक्रमहरू पनि त्यहाँ परिचालन हुन्छ। यो चाहिँ समुदायसँग प्रहरी जोडेर कुरा गर्दाखेरि तपाईँको प्रहरी र चाहिँ साथीसँग जोडेर प्रहरी मेरो साथी लगायत टोलमा तपाईँको प्रहरीदेखि लिएर विभिन्न तपाईँहरूले चाहिँ अभियान सञ्चालन गर्नुभएको छ। यो अभियानहरूको मध्ये अहिले प्रभावकारिताको हिसाबले तपाईँको समुदायसँग जोडिएर के काम भइरहेका छन्, कस्तो अहिले तपाईँहरूको योजनाको विषयमा बताइदिनुहोस् न। होइन, यो समयमा आवश्यकता अनुसार चाहिँ यस्ता किसिमको कार्यक्रमहरू ल्याइन्छ। तत्काल चाहिँ समाजमा के आवश्यकता छ भने त्यो समाजमा अहिले कुन मोडालिटीबाट कुन प्रक्रिया अप्नाएर चाहिँ बढी शान्ति सुरक्षा प्रभावकारी बनाउन सकिन्छ भनेर समय यस्ता प्रकारका कार्यक्रमहरू चाहिँ सञ्चालन भएका हुन्छन्। र यसको सबैको भने के त भन्दाखेरि आफ्टर अल समाजसँगै मिलेर अपराध नियन्त्रण गर्ने हो। नागरिकहरू पनि बिना वर्दीका प्रहरीहरू हुनुहुन्छ। त्यसले गर्दाखेरि स्थानीय जनताको किनभने हाम्रो समाजमा एउटा समाजमा घटना घट्छ भने अपराधी पनि त्यही समाजभित्रकै हुन्छ। कतिपय कुराहरूलाई कानुनी कारबाहीबाट मात्रै नभएर सुधारका कुराहरू र अपराधीलाई समयमै कानुनी माध्यमबाट पनि कानुनी दायराबाट पनि सुधार गर्न सकिन्छ। अन्तमा यो समयमा तपाईँ चाहिँ यो दसैँ तिहारको समयमा शान्ति सुरक्षासँग जोडिएर यो टेलिभिजन हेरिराख्नु भएकाहरूलाई केही भन्न बाँकी छ, सन्देश केही छ भने? अब म एउटा सामान्यतया के छ भने कतिपय कुराहरू हामी आफूले पनि
अलिकति के सर्टेन कुराहरूमा हामी सचेत बनौँ। अब बसको अहिले चाहिँ समस्या देखिएको सवारीमा चाहिँ बढी मात्रामा चाप छ, यात्रुको चाप छ। सिटभन्दा बढी नचढौँ, सिटसम्म मात्रै, जति सिट छ त्यति मात्रै चढौँ, किनभने आवश्यकता भएपछि सप्लाई त साइड त आइहाल्छ। गाडी सवारी साधनको एकदम कम छ, त्यस कारण सिटमा नचढे विकल्प छैन भन्ने किसिमका कुराहरू आउँछन्। वास्तवमा त्यो होइन। यहाँ हामीले आफ्नो सुरक्षामा ध्यान दिउँ। दसैँ सबैको सुखमय बनोस्। विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। धन्यवाद। जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला